हेलो व्हाट्सअप गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म दिदीकोदेखि घर जाँदैछु होइन। बाटो चाहिँ एकदम अप्ठ्यारो जङ्गल रहेछ, खासै मान्छे हिँड्दैन रहेछन् होइन। देख्न सक्नुहुन्छ बाटो। आज चाहिँ दिदीको लागि तिहारमा आउनु भएको थियो अनि घर ल्याइराखेर अनि घर जाँदैछु। देख्न सक्नुहुन्छ बाटो चाहिँ एकदम जङ्गल छ। अब चाहिँ अलिक खुला आयो कि भन्ने आशा छ। रोड पुग्न आँटेको छु होइन। सर्टकट बाटो कोही खासै नहिँदो रहेछ अनि एक्लै छु। यो के हो होइन, यो छ, यति छ मेरो बारी, अरू केही छैन। रित्तै छु होइन, जङ्गलमा छु। पानी अब दिन देख्न सक्नुहुन्छ, दिनहरू पुरै धुमिरहेछ होइन। बिहान त पानी पनि पर्यो यता ओक्टेन साइड त, म ओक्टेन आएको थिएँ नि त, पानी पनि पर्यो देख्न सक्नुहुन्छ। अहिले चाहिँ बाटो यस्तो छ अहिले चाहिँ होइन। अब म अलिक तल पुगेपछि देखाउँछु। अहिले चाहिँ म रोड आइपुगेँ होइन। लगभग ओक्टेन चाहिँ बिदा गर्न आँटेँ। खोक्राङ भन्ने ठाउँमा आइपुग्न आँटेको छु होइन। यो देख्न सक्नुहुन्छ बाटोहरू। मौसम आज भनेको एकदम बिहान पनि पानी परेर होइन, बिहानै आउँछु भनेको थिएँ होइन। मौसम चाहिँ एकदम छ। अहिले चाहिँ म ओक्टेन आइपुगेँ होइन। ओक्टेन ओक्टेनलाई बिदाइ गरेर खोक्राङ आइपुगेँ। अब खोक्राङ गाउँहरू घरहरू देखा पर्दैछ, मान्छेहरू हिँड्नु रहेछ। खोक्राङ भन्ने ठाउँमा यस्तो रहेछ गरेर। बाटो यस्तो रहेछ होइन। बिहान बस चल्दो रहेछ त्यतिमा। खोक्राङमा घरहरू जस्ट पातलै रहेछ गाउँ, तर ठुलो गाउँ रहेछ क्या। म चाहिँ अब बाटो मात्रै हिँड्दैछु, अब गाउँ पसेको छैन। धानहरू चाहिँ लगभग यतातिर खोक्राङतिर चाहिँ पाक्ने बेला भएछ। पाकेछ नै भनौँ न लगभग। खेती यहाँ एउटा मन्दिर रहेछ। अब के मन्दिर हो त्यो त थाहा छैन होइन। खोक्राङको मन्दिर हो ठ्याक्कै, यसलाई चाहिँ खोक्राङ भन्छ। तर एक्ज्याक्टली यहाँ पानी जमानैको पुरानै कुवा रहेछ होइन। मन्दिर अब गाउँ यस्तै छ रहेछ खोक्राङ। धान पाक्ने बेला भयो होइन। म चाहिँ हिँड्दै यस्तो अवस्थामा हिँड्दैछु, एक्लै छु होइन। बाटो यस्तो छ। चरा गाडी जाँदै रहेछ खादबारी। खादबारी जाने बाटो चाहिँ पारी धुपुसेरा नै के भन्छ यसलाई। गाडी जाँदैछ होइन। घर यो खोक्राङको बाटो यस्तो छ, राम्रै छ। यो चाहिँ स्कुल होइन। यो चाहिँ बन्द भइसकेको स्कुल। पहिले के भनेको छ, एकीकृत जनक्रान्ति जिन्दाबाद भनेको पहिले माओवादीहरूले स्थापना गरेको स्कुल रहेछ यो होइन। अहिले पुरै बन्द भएको छ विद्यार्थीको अभावले होइन। यस्तो छ स्कुल।
अहिले चाहिँ म होइन फाइनली बाटो पछि आइपुगेँ। यस बोर्डिङ उकापट्टि छु। बोर्डिङ चाहिँ यहीँ छ। यहाँ रुखले छेल्दो रहेछ होइन। यो नयाँ भवन बनिँदैछ यहाँ। मलाई लाग्छ पालिका भवन जस्तो लाग्छ होइन। हुन चाहिँ अब बनिँदैछ जे भए पनि भवन। बजार छेउमा छु मैले।